पूर्वाधार मन्त्रीको तुफानी जिल्ला भ्रमण 4.5 महिनामा पुगे 55 जिल्ला। मन्त्री परिषदको एकजना सदस्यको जिल्ला दौड हेर्दा उनले प्रधानमन्त्रीको भनाई चरितार्थ गरे जस्तो लाग्छ। सरकार गठन भएको 4.5 महिनामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल 55 जिल्लाको भ्रमण। उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना। काठमाडौँबाट हेटौडातर्फ गइरहेको प्रदेश 30100 झ 5183 नम्बरको सरकारी गाडी आज बिहान करिब 7 बजेतिर दुर्घटना भएको जानकारी। फजुल खर्च रोक्न कठोर बन्दै मधेस सरकार, नयाँ मापदण्ड लागू। अर्थमन्त्री युवराज भट्टराईको अनुसार विगतमा देखिएको फजुल खर्च र आर्थिक विकृति अन्त्य गर्न नयाँ व्यवस्था लागू गरिएको हो। निर्देशिका अनुसार अब मन्त्री तथा विशिष्ट पदाधिकारीले प्रयोग गर्न सरकारी एजेन्सी सामानको अनिवार्य रूपमा भरपाई गर्नुपर्ने, पदावधि सकिएपछि वा सुरुवा हुँदा ती सामान स्टोरमा बुझाएपछि मात्र बरबुझा हुने व्यवस्था। जुर्खेत जीव दुर्घटना, घाइते सबैको पहिचान खुल्यो। घाइते हुने दाङकोल तुलसीपुर उपमहानगरपालिका 9 घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाङ्गी, रजिस्टर तारा दत्त बडु र बडुवा श्रीमती लक्ष्मी बडु, छोरा इन्द्र रितेन्द्र बडु र दिदी तिरिता बडु रहेको जानकारी। पिङ्खुवा खोला दोभानमा मङ्सिरे धान खेती, बादर आतंकको चिन्ता। मेहनतले फलाएको धान घर फर्काउने किसानको आँखामा पनि त्यही सुनौलो भविष्यको सपना छ। तर त्यही सपनाको बीचमा पछिल्लो वर्षदेखि एउटा चुनौती थपिएको छ, बादरको आतंक बढिरहेको स्थानीयको जानकारी। सार्वजनिक यातायातमै चोरी, 2 जना पक्राउ पर्नेहरू सोलुखुम्बु काङ्लेका 31 वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका 6 का 43 वर्षीय भविन्द्र विकट छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले पक्राउ गरेको जानकारी। हाम्रो जीवन रेखा बन्द भयो, फेरि कोरिडोर सञ्चालनमा ल्याइदिनु, संसद बुढाको भनाई। जाजरकोटमा आएको बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा डोल्पावासी समस्यामा परेको भन्दै सांसद बुढाले तत्काल सडक सञ्चालनको व्यवस्था गरिदिन सरकारसँग माग। निरन्तर काम गरिरहेका स्थानीय तह मुद्दाको प्राथमिकतामा पर्छन्, रवि लामिछानेको भनाई। हिजो घन्टी बोक्दै मुद्दा खेप्दै गर्दा पिटाई खाएको, गाली खाएको, बेइज्जती सहेकोलाई हामीले विशेष रूपमा लिएको र अरूलाई भन्दा रासोबामा काम गरेकोलाई सजिलो हुने रवि लामिछानेको जिकिर। नेपाल सुन चाँदी व्यवसाय महासङ्घले यस दिनका लागि सुनको मूल्य प्रति तोला 3,06,800 रुपैयाँ तोकेको छ। अघिल्लो दिन पनि त्यही मूल्यमा कारोबार। चाँदीको भाउ आज तोलामा 15 रुपैयाँ घटेको छ र अघिल्लो दिनमा 4,770 रुपैयाँ रहेको चाँदी आज 4,755 रुपैयाँ कायम। खाली ग्यास सिलिन्डर बोकेर घण्टाघर अगाडि नेभी सङ्घको प्रदर्शन। त्रिचन्द्र बहुमुखी क्याम्पस नेभी सङ्घको आयोजनामा गरिएको प्रदर्शन। विद्यार्थीहरूले बालेन सरकार चुलो समस्या समाधानमा किन यति ढिलो निभ्यो चुलो, भोकै पेट, मौन सरकार कति सहने, किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने लगायतका नारा लेखिएका प्लेट कार्ड बोकेर उनीहरू प्रदर्शनमा रहेको जानकारी। जाजरकोटमा पहिरो, नलघाट 19 घर परिवार प्रभावित। ओडा कार्यालयले संलग्न गरेको प्रारम्भिक विवरण अनुसार फुप्दा, खतिगुर्ता लगायतका क्षेत्रमा 19 घर परिवार प्रभावित भएका हुन् र केही घर तथा टहराहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने प्रत्यक्ष क्षति नदेखिएका घर समेत कमजोर बनेको जोखिममा रहेको स्थानीयको भनाई। रासोपा सांसदका गतिविधि निहाल्न बन्यो गुगल फर्म, विदेश जानबाट कडाई। रासोपाकी सचेतक क्रान्ति शिखा धितालका अनुसार गुगल फर्म तयार गरेर व्यवस्थित गरिएको छ। उनका अनुसार संसद बैठकमा उपस्थित हुन नसक्दा गुगल फर्म भर्नुपर्छ। अनुपस्थित हुनका कारण र प्रमाण पनि अपलोड गरेर व्यवस्थामा राखिएको जानकारी। नापजाँच सकिएको 10 वर्षपछि धनुषा 57 परिवारले पाए लाजपूर्जा। साबिक मखनाहा गाउँपालिका विकास समितिको वडा नम्बर 6, 7, 8 र 9 अन्तर्गत पर्ने गाउँ ब्लक 9 सोसाकी जग्गाको नापजाँच आर्थिक वर्ष 2072-73 मा सम्पन्न भएको जानकारी। स्रोत र कोष नहुँदा सांसदहरू निरीह बन्नु पर्यो, संसद पन्तको भनाई। मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सांसदहरूसँग स्रोत र कोष नहुँदा निर्वाचन क्षेत्रमा देखिएका सानातिना समस्या समेत समाधान गर्न नसकिने जनताका सामु निहिर बनेर फर्किनु परेको गुनासो। वैज्ञानिक व्यवस्था मार्फत जंगली हात्ती आतंक रोक्न सांसद पाठकको माग। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा 3 क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानकर्षण। सुनिल लम्साल हेलिकप्टर चढेको विषयलाई लिएर संसदमा जुहारी। मंगलबार पनि सांसदहरूले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरेको आरोप।
मकवानपुर जीव दुर्घटना घाइते एक महिलाको उपचारको क्रममा मृत्यु। काठमाडौँ वीरगञ्जतर्फ आउँदै गरेको 301002J5183 नम्बरको स्कर्पियो जीप आज मङ्गलबार बिहान करिब 7 बजे जुरी खेतमा अनियन्त्रित भई खोल्सामा खसेको जानकारी। सरकारलाई रासोपा सांसदको प्रश्न, निशुल्क शिक्षा पाउने मौलिक हक कहिले लागू हुन्छ? सांसद जगत प्रसाद जोशीको भनाई, यो मौलिक हकमा रूपमा नेपाली जनताको प्राप्त गर्न सक्ने भनेर भनिएको छ। मौलिक हकको कार्यान्वयन गर्दै गर्दा सम्पूर्ण नेपाली जनताले, सम्पूर्ण नेपाली जनताका लागि र छोराछोरीले आज सार्वजनिक विद्यालयमा त्यो हक प्राप्त गरिरहेका छन् कि छैनन्? सरकारलाई उनको प्रश्न। दमक चिसो पानी सडक बर्खामा हिलो, हिउँदमा धुलो। झापा इलाम र पाँचथरलाई जोड्ने महत्त्वपूर्ण पहुँचमार्गको रूपमा 2049 सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि शास्ति खोज्नु परेको स्थानीयको बन्द उद्योग खोल्ने बालेन नीति। काङ्ग्रेसले उठायो प्रश्न, सबैभन्दा महत्त्वपूर्ण कुरा सरकार आफैले उद्योग चलाउने होइन, सरकारले उद्योग चलाउन निजी क्षेत्रलाई सुरक्षित वातावरण बनाउन निजी साथ बनाइदिनुपर्ने, अगाडि बढ्नुपर्ने सांसद कार्कीको आग्रह। सरकार जनसरोकारका मुद्दामा गैर जिम्मेवारी बनेको हर्कको आरोप। सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मको आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव। जाजरकोट, रोल्पा, बागलुङ लगायतका जिल्लामा भएको विपद उद्धारको कार्य